सबै प्रमुख राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर विगतमा आफ्ना के कमी भए भन्ने कुराको मूल्याङ्कन गर्न जरुरी छ। हामी त्यो निष्कर्षमा पुग्यौं र हाम्रो भागमा हाम्रो तर्फबाट कहीँ न कहीँ जे कमी भए त्यसको समीक्षा गर्यौं हामीले र हामीले संकल्प लियौं कि ती कमीहरू अब सच्याउनु पर्छ र हामीले रूपान्तरण भएर नयाँ तरिकाले अगाडि बढ्ने संकल्प लिनुपर्दछ भन्ने निष्कर्ष निकाल्यौं र यो असाधारण परिस्थितिको सामना असाधारण किसिमले नयाँ विचार योजना कार्यक्रम र पहलकदमीद्वारा मात्रै लिन सकिन्छ। परम्परागत ढङ्गले चल्ते चलातेको तरिकाले मात्रै हामीले देशको अगाडि उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन। राष्ट्र जुन असाधारण सङ्कटको अवस्थाबाट गुज्रेको छ, राष्ट्रलाई थप एकताबद्ध गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ सङ्कल्प सहित पहलकदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टी एकता प्रक्रियालाई लियौं र यो असाधारण परिस्थितिको सामना असाधारण ठूला पहलकदमीबाट मात्रै हुन सक्छ भनेर नै नेपालको इतिहासमा सायद पहिलो पटक एकैसाथ 19-20 वटा कम्युनिस्ट र समाजवादी घटकहरूको एकता गरेर परिस्थितिलाई सामना गर्ने र देशमा उत्पन्न सङ्कटको समाधान गर्न पहल लिने हामीले सुरुवात गर्यौं।